फन्टास्टिक हजुरहरू समक्षमा म एउटा कविता लिएर आइसकेको छु। हजुरहरू हँसिलो परिकारले क्ल्यापिङ ह्यान्ड गर्दै मलाई सक्सेसफुल पर्सन उकाली चढ्ने र ओह्राली झर्ने क्रममा बिहानी भाइ उदाएको प्यारो अन्त्य कटुवालले मजाको मजबुत कविताहरू लिएर आएको छ भनेदेखि सुनिदिने अलिअलि क्ल्यापिङ ताली बजाइने मेरो दर्शक वृन्दहरू उपस्थित भइसकेको छ सबैजना र पनि मेरो बारेमा एउटा कविता भनिदिनु पर्यो। नसोध अन्त्यको घरको ठेगाना केवल झुप्रोले बनिएको छ। नसोध अन्त्यको जीवन कहानी केवल रोदनले ढाकेको मजा नहीं आ रहा है। डिस्कभरी अफ इन्डिया भनेर म बारम्बार भनिरहेको छु। भारत कसले पत्तो लायो भनेर आई स्पिक सम इङ्ग्लिस ल्याङ्ग्वेज। भारत पत्तो लाउने कलम्बो भनेर मैले बारम्बार भनिरहेको छु। भास्को द गामा एउटा बिजनेसम्यान आइसक्यो, हामीले केही पनि गर्नु सकेन। सोचेको थिएँ तिमीलाई मैले फुल भनेर, तर मेरो सारा हृदय बिजाउन आइपुग्यो काँडा भनेर।